ख्रिस्टमा मेरा प्यारा मित्रहरू, यहाँहरू सम्पूर्णलाई पुनः हाम्रा प्रभु यीशु ख्रिस्टको सुमधुर नाउँमा न्यानो अभिवादन। म सिलास सधैँ जस्तै आज पनि छोटो एउटा परमेश्वरको जीवित वचनको भिडियो लिकन उपस्थित भएको छु र आज भने म तपाईहरुलाई एउटा उदाहरणबाट केही उत्साह दिन चाहन्छु। एक दिन एउटा मान्छेलाई अथवा एउटा प्रभुको जनलाई पैसाको सख्त जरुरत पर्यो। घरमा खानापिना छैन अनि खानापिना रासिन पानी किन्नको लागि पैसाको जरुरत पर्यो। अनि यसरी त्यो व्यक्तिले दैलो थुनिकन घरभित्र उसले ठुलो ठुलो आवाजमा चाहिँ उसले प्रार्थना गर्दै थियो, प्रभु मलाई पैसा चाहियो, मेरो घरमा खानापिना छैन, मेरो नानीहरू भोको छ, मलाई पैसा दिलाउनुहोस्, किनकि तपाईँ जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। अनि त्यही बाटो भएर एकजना धनी मानिस पनि हिँड्दै थिए। अनि धनी मानिसले सम्झे, आज यसलाई म खिल्ली उडाउँछु, पक्कै पनि म यसलाई खिल्ली उडाउँछु। अनि घरमा गइकन गाउँको एकजना मान्छेलाई बोलाएर, जा त्यसको घरमा यो पैसा पनि त्यसलाई दे अनि यो खानेकुरा पनि त्यसलाई दे। अनि कसले दिएको भनेर जब उसले सोध्छ, तब तैले यसरी भन्नु, शैतानले पठाएको भन्नु भनेर पठाए। अनि गएर ढकढक गर्दाखेरि त्यो मान्छेले दैलो खोल्छ, अन्त यो तपाईको लागि यो पैसा अनि तपाईको लागि यो खानेकुरा। तब त्यो पाउने बित्तिकै त्यो मानिसले आकाशतिर फर्केर, प्रभु तपाईलाई धन्यवाद, मैले मागेको कुरो तपाईले दिनुभयो, मैले मागेको कुरा तपाईले जुटाउनु भयो, प्रभु तपाईलाई धन्यवाद भनेर आकाशतिर फर्केर प्रार्थना गर्छ रे। अनि त्यो व्यक्तिले भनेछ, होइन यो कसले पठाएको, तपाईँ मलाई सोध्नुहोस् न, म भन्छु कसले पठाएको, यो सोध्नुहोस्, म तपाईँलाई भन्नेछु भन्दाखेरि त्यो व्यक्तिले मुस्कुराउँदै, जब त्यो व्यक्तिले भन्छ, जब हामी प्रभुलाई विश्वास गर्छौँ, प्रभुमा भरोसा गर्छौँ अनि प्रभुलाई प्रार्थना गर्छौँ, अनि जब प्रभु हामीसँग प्रसन्न हुनुहुन्छ नि, प्रभुले हराउनु भयो भने शैतानले पनि प्रभुको बात मान्नुपर्छ। आमेन। प्रियहरू, यो उदाहरणबाट हामीले धेरै कुराहरू बुझ्न सक्छौँ। आज जब हामी विश्वासी हुन्छौँ, हामी प्रभुको अनुशासनमा बस्छौँ, हामी प्रभुको डर मान्छौँ, प्रभुको आज्ञा पालन गर्छौँ, सधैँभरि प्रभुलाई पहिलो स्थानमा राख्छौँ भने नि तपाईको दुश्मनबाट पनि तपाईको निम्ति त्यो आशिषहरू बग्नेछ। प्रेज द लर्ड।